हे गाइज वेलकम, स्वागत छ। आजको भ्लग चाहिँ कृष्णपुर साथ शान्तिपुरबाट मेनली भन्दा त हाम्रो यहाँ म चाहिँ शिव मन्दिर घुम्न आएको छु। यही हो स्थानीयको शिव मन्दिर, सिधा शिव मन्दिरबाट हेर्नु होला भ्लग। सब्सक्राइब गर्न नबिर्सिनु होला है। जल्दी मलाई 500 सब्सक्राइब चाहियो फर्स्टमा। अनि अहिले एकछिन हामी शिव मन्दिर घुम्छौँ। अनि यताको उता पुल छ, पुलतिर पनि जान्छौँ। अनि पुल उतातिर चाहिँ एउटा हाम्रो स्थानीय सरकारले गरेको काम पनि देखाउँछु। हाम्रो सुदूरपश्चिममै हो, देखाउँछु, हेर्नु होला। अहिले चाहिँ हामी शिव मन्दिर घुम्न जान्छौँ ल है। टक्क घुम्ने हो, म छ ल। ओ रोक है ल। अहिले चाहिँ म चाहिँ कृष्णपुरमा। यहाँ चाहिँ 24 घन्टा एउटा पानी आउने ट्युबवेल छ। पानी पनि फेरि सफा आउँछ 24 घन्टा अटोमेटिक। पानी पनि चिसो, फेरि यता फेरि शिव मन्दिर छ। यस्तो दामी चिसो पनि फेरि पहाडको जस्तै पानी, 24 घन्टा पानी आउँछ यहाँबाट चाहिँ। यहाँ चाहिँ एउटा दामी मन्दिर छ, शिव मन्दिर भन्छन् यसलाई। कृष्णपुरमा एउटा दामी मन्दिर पनि रहेछ। अहिले हामी यहाँ हल्का टक्क यहाँ हेर्ने हो कस्तो छ मन्दिर। दामी छ शिव मन्दिर। जय शिव भोले, बम बम भोले। दामी छ मन्दिर चाहिँ। त्यहीँ बस चप्पल खोलेर। ओम नमः शिवाय। यहाँ चाहिँ राम छन्। ताला पनि लाग्छ। कस्तो दामी छ मन्दिर परिसर। म चाहिँ यहाँ कहिले आएको थिएँ भन्दाखेरि यो मन्दिर चाहिँ भर्खर बनेको छ है। 5-6 साल भन्दा पनि 3-4 साल अगाडि आएको थिएँ यहाँ। कस्तो दामी छ। यो चाहिँ मेरो भाइ चोर। यहाँ चाहिँ मन्दिर छ। यहाँ चाहिँ फेरि एउटा झोलुङ्गे पुल कृष्णपुरमा दामी छ। यता झोलुङ्गे पुल पनि छ नि त, तर यहाँनिरको चाहिँ अगाडि देखाउँछ। यहाँनिरको चाहिँ कति वर्ष भयो अरे एउटा पुल बन्लाको। यहाँ चाहिँ फेरि साइकल बाइकहरू मात्रै जान्छन् नि त। चाहिँ यहाँको कृष्णपुरको झोलुङ्गे पुल, शान्तिपुरको यो पुल पछि चाहिँ धनगढी जाने बाटो आउँछ टक्क। म चाहिँ हजुरलाई एउटा हाम्रो स्थानीय सरकारले गरेको काम देखाउँछु। आफ्नै ठाउँको नभए पनि यस्तो गर्न त हुँदैन नि। 3-4 वर्षभन्दा पनि बढी भइसक्यो अरे यहाँ पुल बन्न थालेको। यहाँ बजेट आएको अरे यो गाडीहरूको लागि, ट्र्याक्टर सब के अरे पक्की पुल के, त्यसको लागि चाहिँ बजेट आएको थियो। बजेट आयो, तर अब यस्तै हो, नेपाल हो। नेपालमा लुट दिन्छन्, लुट्न सके लुट। ऊ त्यहाँ सायद देखिन लाग्यो होला। बजेट त धेरै आएको, तर हाम्रो स्थानीय सरकार नेताहरूले चाहिँ हो धेरै उता नजाऊँ, यति मात्र बनाएका। के बजेट यतिको लागि मात्रै आएको हो र? बजेट यतिको लागि मात्रै आएको भन्यो ठिकै छ। स्थानीय सरकारले गर्ने काम यति हो र? बजेट चाहिँ यतिको लागि त नआउला नि। टक्क देखाउँछु, त्यहाँनिर छ। म यस्तो गरेर 7 वर्ष भएको थियो अरे। 7 वर्षमा बन्न सकेको चाहिँ यति हो। कृष्णपुर साथ शान्तिपुर, कृष्णपुर नगरपालिका साथ शान्तिपुरमा अवस्थित हो। यति बनेको छ अहिलेसम्म। 7 वर्षमा यति बजेट खाइसक्यो। त्यो अब यसको डुङ्गो कहिले हुन्छ थाहा छैन। यति हो। कति पिल्लर हालेको छ? 1 2 3 4 5 6 पिल्लर, त्यो पनि पानीमै छन्। अहिले यहाँ बाढी आयो भने यो पिल्लर छ कि के छन् केही पनि देखिँदैन। यहाँ चाहिँ फेरि मस्त काम लाग्छ। यस्तै हो, झोलुङ्गे पुल चाहिँ दामी छ। अब पुलमा आइहाल्यो, तर यसको काम पनि केही देखाइदिउँ भनेर हो। म छ अझै एकछिन पछि फेरि अतरेतिर पनि जानुपर्छ घुम्न। हजुर म छ त्यही त यहाँ चुलाउन। यदि यो अहिले यहाँनिर पुल भएको भए अनि उनीहरूले अहिले अप्ठ्यारो यसरी हुँदैन थियो कि त्यहाँ पानीमा यसरी हाल्नुपर्छ गाडी। यदि यहाँनिरको यो पुल हुन्थ्यो भने चाहिँ अहिले सब स्थानीयहरूलाई सहज हुन्थ्यो। यसरी पानीमा हाल्नु परेको छ।
सुशान्त यहाँ त ल चटपटी खाने भए मेरो काम गर्छ नि ल क्या है ब्यान्डेज किन चाहियो तपाईँ को गाई रे ए तपाईँ त्यहाँ गाईबाट त्यहाँ जानु ला रे यी त चोर थिए त यार आजबाट त्यस्तो निकै काम कि ल्या कहाँ गयो होला कि त चोर थिए त खै यता हेरिदिउँ साँच्चै कति मजा गल्ला चाहिँ उत्तरी खुन छ यार सरी म चाहिँ यस्तो हेर्न सक्दैन ल ठिक छ अहिले यसको पनि गरौँला कि ल हो यस्तै सोच राखेर अगाडि बढिस् कि आफ्नो मात्रै सोच्ने होइन अरूको लागि पनि सोच्ने ल बुढ्छ अहिले चाहिँ हामी शिव मन्दिर घुमेर अब टक्क नास्ता गर्न जाँला छौँ टक्क चटपटी खाउँ होइन भाइ मोज छ घाम चरो छ है जाने अब टक्क चटपटी खाउँ पसलतिर शिव मन्दिर घुमिसक्यौँ अनि झोलुङ्गे पुल पनि हेरिसक्यौँ अब जाउँ पसलतिर अनि घरतिर पनि जाउँ खासमा हामी यहाँ मिल आएका थियौँ तर मिलबाट अतरिया जाने सोच्यौँ तर अतरिया नगयौँ अहिले अतरिया पछि जानु पर्ला है स्टेट्युन अहिले चाहिँ हामी कट्टा बोकेर चामलको कट्टा बोकेर मिलबाट अब घर जान्छौँ ठक्क धेरै ढिला पनि भइसक्यो यो चाहिँ यस्तो लोटस छ नि यहाँबाट देखिँला छैन ताल हो कि लोटसको ब्याङ्क हो कि यता मस्त लोटस छन् उता फेरि अझै एउटा शिव मन्दिर छ घुम्न खल्लापारी ठक्क मोज छ चोर यता छ हाम्रो साइकल उता अहिले चाहिँ हिँडेर जाने हो ठक्क यहाँ भैयावाले ठिक छन् अनि एउटा मस्त 24 घन्टा एउटा यहाँ पाइपलाइनबाट आएको छ पानी सिधा अन्डरग्राउन्डबाट हो पाइप यति हो बढी भयो भने यसको चाहिँ सुक्दैन नबोल्नु त ठक्क मस्त छ यहाँ पनि पानी चिसो मस्त पानी छ मोज छ लाइन युट्युबमा यता चाहिँ मस्त फुलहरू छन् यो चाहिँ लोटस हुन लाग्यो लोटसको हो कि लोटसकै उसमा फल्ने फुल तर लोटस होइन यो फुल पनि दामी हुन्छ यो टक्क घुम्ने हो जाने हो मोज हुन्छ हामी चाहिँ यस्तोमा हिँडिरहेको छौँ तर बाटो चाहिँ यता छ यस्तोमा हिँडिरहेको छौँ यताउति ध्यान दियो भने चाहिँ कस्तो डर लाग्ला छ यता पानी छ फेरि पानी देख्न यस्तो गहिरो छ नि उता मन्दिर छ शिव मन्दिर यो चाहिँ अर्को शिव मन्दिर हो राति यहाँ भजन हुन्छ अघि देखाएकोमा चाहिँ के भन्न त्यो चाहिँ पूर्ण रूपले बन्द छ अहिले खै किन हो सञ्चालक समिति नभएर होला लोटस यति सानो पनि छ नि लोटस त्यहाँ हेर्नु त यो जुन देखायो नि यो चाहिँ लोटस हो सानोमा छ यता लिली ए यो होला यो झाने पो तोड्दा ल्या कसैलाई लोटस वा यो जुन फुल छ नि यो लोटसमा फल्ने फुल त्यो चाहियो भने भन्नु कि यता माछा पनि छन् सानो माछा छन् अहिले क्यामेरामा घामले देखिन्न कि हिँड कसैलाई चाहियो भने भन्नु होला ल्याइदिउँ होला योभन्दा अगाडिको भ्लगमा चाहिँ मलाई पिङ्कको फुल चाहिएको थियो होइन तर त्यहाँ हाम्रो बेलोरीमा पिङ्कको फुल भने कहीँ थिएन तर म हजुरलाई देखाउँछु एउटा पिङ्कको फुल एउटा मात्रै छ मैले यहाँ चाहिँ अरू देखिनँ तर त्यो बिचमा छ कि फेरि क्यामेरामा आउँछ कि नै त्यहाँ जान्थेँ तर यहाँ भाइले पठाउँथे नै यहाँ गैला छ फेरि गहिरो छ छोड ऊ त्यहाँनिर छ है पिङ्कको फुल ऊ यस्तो एउटा मात्रै छ है पिङ्कको पुरा यस्तो दामी छ नि र जुम गर्दाखेरि मोबाइल पनि ठिक छैन आफ्नो आँखाले हेर्दा त यस्तो दामी छ नि त्यो फुल पुरा पिङ्क छ कि फुल्ली पिङ्क छ तर के गर्ने ठिक छ अब सकिन्न हेरेरै चित्त बुझाउने हो त्यो फुललाई टिप्न सकिन्न तिमी फुलेको अर्को फुल जसलाई आँखाले नै हेर्न सकिन्छ म चाहिँ हिजो साँझ पनि आएको यहाँ एक्लै अहिले चाहिँ भाइले लिएर आएको छु मस्त मोज गर्ने टक्क घुम्ने हो खाने हो अघि चाहिँ म पिङ्क लोटस फुलको उसमा प्रत्यक्षमा थिएँ अहिले चाहिँ भाइले यहाँ ल्याइसक्यो पिङ्क यस्तो दामी छ नि भने कस्टमकै पिङ्क यता छ पिङ्क एउटा मात्रै हो दामी छ ल हेर्नुहोस् है यस्तो वाउ दामी छ त पिङ्क फुल्ली पिङ्क कस्तो दामी छ है
अरू पनि टिप्न सक्यो कस्तो मजा आउँथ्यो तर अरू चाहिँ धेरै दूर दूरसम्म सकेन सो सरी मजा आउँछ हेर्नु होला जे भए पनि होइन जे भए पनि चटपटेमा चाहिँ बेलौरीको जस्तो स्वाद आउँदैन कि मिसिङ चाँदनी नास्ता बसाल टक्क त्यति खास छैन ठिक छ म चाहिँ तर यो मन पऱ्यो कि पुरा पिङ्क छ अनि यो चाहिँ तिम्रो लागि भिडियो हेर्ला छ भने ठिक छ ल मिसिङ टु मच यो चाहिँ पुरा सब उता एउटा के अब स्कुल थियो सरकारी स्कुल त्यसकै प्राइभेट फिल्ड हो हामी चाहिँ यता छौँ के भयो के छोडिदिए आइज चटपटी नखाइसकेर हामीले फ्याली बनाइसक्यौँ होइन रातो छ अझै हामी पानी खाने आइपुग्यौँ पिरो पिरो थिएन बढी त्यति पिरो पनि थिएन पानी पिउँ अहिले चाहिँ हामी जाँदैछौँ घुम्न टक्क अब अनि एउटा छ करण अनि बहिनी मेरी कहाँतिर हुन्छ टक्क जाने हो म छ यहाँतिर चाहिँ एकान्तमा बस्नलाई ठिक छ केटाहरूलाई ठिक छ स्कुलको ठ्याक्क पछाडि यो स्कुलको नाम के थियो रे श्री कञ्चन मावि अघि यति याद गर्ला थियो नामै नआउने यार यो स्कुलको ल कञ्चन माध्यमिक विद्यालय कृष्णपुर 7 ठिक छ अगाडि दामी छ यताको चाहिँ ठिक छ ए सिसिटिभी हो तर यतातिर छैन नि त सिसिटिभी त उता छ त यो तेरो स्कुल होइन यो कहाँ त तेरो क्लास कहाँ छ अनि एकचोटि आएको थियो त म उति बेला त यो साइड छेउ थियो त 8 महिना चाल नानीको रहेछ भाइ म 10 मा हो ठिक छ यो देखो यो चाहिँ के गर्दैछ ट्रिपमा छ एक फाँक हानेर आएको थियो त्यहीँ अघि मैले भनेको थिएँ नि जहाँ दामी छ भनेर ठाउँ त्यहीँ अलरेडी झाडीमा थियो त्यहीँदेखि हामीले हिँड घुम्न जाउँ भनेर ल्याउँ ट्रिपमा हुन्छ जहिले पनि ठिक छ अहिले चाहिँ स्कुलभित्र पुरा त्यो गेट रहेछ क्या लास्ट टाइम त्यसले हामी अहिले बाहिरबाट जाँदैछौँ उतादेखि घुमेर आएको उता गेट छ गेट हामी आइसक्यौँ चामी खान हुन्छ आइज बस त्यहाँ ल यहाँ चाहिँ जहाँ पनि यही हो कि अटोमेटिक छन् क्या दादा कृष्णपुर नगरपालिकामा जहाँ पनि अटोमेटिक सिधा अटोमेटिक ल ठिक छ ल बन्द थियो अहिले चाहिँ यहाँ खुल्या छ यहीँ रहेछ ल बहिनी आइज खाली अघि हामी ऊ त्यहाँदेखि घुमेको थियौँ कि खाली ल अब चाहिँ हल्का यहाँ फोटोसुट गरौँ फोटोसुट गरेर अझै अनि के खाने अझै अर्को टफी अहिले दिन्छु नि रोक्न ल म छ चाहिँ ल है यहाँ चाहिँ हामीले एउटा भिडियो अनि 1-2 भिडियो अनि फोटोसुट गरेर अब हामी लाग्दैछौँ घरतिर उता छ अनि टक्क भिडियो सुट गरेर बस है यहाँ त सिसी क्यामेरा रहेछ त बस केही गरौँ नि यहाँको हामीले के भन्नु जस्ट हामी केही काम बिगाडेको छैनौँ जस्ट भिडियो सुट मात्रै हो अनि आजको चाहिँ यस्तो छ कि कुनै पनि के बिना कुनै कन्टेन्टको जसै डेली भ्लग टाइपको छ लाइक डेली भ्लगकै अनि भोलि नि केही काहीँ घुमघाम भयो भने हाल्छु टक्क अब 1-2 फोटो यतातिर पनि हालौँ भनेको
लुटाएर मुर्गा बसेको छ नआएको पनि क्यालो क्यालो मुर्गा बहिनी फटाफट ल यता कतै मस्तो रहेछ कि साँझ साँझ आउनलाई घुम्नलाई अहिले चाहिँ होइन कि नाइटमा अब खतरा देखिने मतलब सनसेटमा होइन टाइम नै देखाउँछ पछि आउनै मिल्दैन अब यही हो आज चाहिँ म दिनभरि घुमै छु ल चाहिँ म घर पुगिसकेँ हल्का ढिला घर पुगेँ अब आज चाहिँ हल्का लामै भिडियो बस्छु यहाँ चाहिँ मेरो बहिनी यहाँ चाहिँ भाइ र चाहिँ ल आजको भिडियो कस्तो भयो मन पऱ्यो होला मेबी ल बाई